दृष्टान्त भन्छु। एक दिन मन्दिर बाहिर भएको ढुङ्गाले मन्दिर भित्र भएको ढुङ्गालाई सोधेछ, ए साथी, तिमी र म त एउटै हो नि, होइन र? तिम्रा रसायन र मेरा रसायन पनि त एउटै छन्, अनि हामी एउटै परिवेशबाट आएको। तर तिमी मन्दिर भित्र छौ अनि म मन्दिर बाहिर छु। तिमीलाई हरेक दिन हरेक व्यक्तिले ढोक्छन्, तिमी माथि सुगन्धित फूलहरू बर्साइन्छ, अबिर चन्दन र केसरीले पूजा गरिन्छ, तर म सधैँ बाहिर हुन्छु। मलाई हरेक दिन हरेक व्यक्तिले कुल्चन्छन्, चोट पीडा र यातना दिन्छन्, न घाम न झरी मलाई सबैले हेला गर्छन्। आखिर यस्तो अन्याय किन साथी? अनि मन्दिर भित्र भएको ढुङ्गाले सुस्त स्वरमा जवाफ दिएछ, हो नि, तिमी र म त एउटै हो, हाम्रा रसायन पनि एउटै छन्, अनि हामी एउटै परिवेशबाट आएको। तर फरक यहाँ छ, जब मूर्तिकारले घन लिएर हामी माथि बराबर चोटहरू बर्स्याइरहेको थियो, मैले त्यो चोट मेरै सुगम भविष्यको निम्ति हो भन्ने सोचेर त्यसलाई अपनाए, तर तिमीले गलत बुझ्यौ, सहन सकेनौ र टुक्रा टुक्रा भएर फुट्यौ। अन्ततः आज तिमी मन्दिर बाहिर सिडी बनाउन प्रयोग गरिने ढुङ्गाको रूपमा काम लाग्यौ, अनि म मूर्ति बने। संस्कृतमा एउटा सुशोभित भनाइ छ, कौशलम सर्व कार्यसु सदा साधेते नरम, कुशलस्य कृतम कार्यम न कदाचित परावरम। वर्तमान अवस्थामा ज्ञानको दायरा फराकिलो छ। केवल किताबमा लेखिएका कुराहरूलाई पढ्ने, स्मरण गर्ने र सम्झने मात्र होइन, विहङ्गम दृष्टि राख्ने, विश्लेषण गर्ने, समस्याको समाधान गर्ने, नयाँ चिजको सृजना गर्ने जस्ता कुरामा क्रियाशील रहन जरुरी छ। त्यसैले आज हरेक बालबालिकाले के पढ्ने र के सिक्ने मात्र होइन, कसरी पढ्ने, कसरी सिक्ने, विश्वस्तरीय प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न तयार पारिएका स्रोत र साधनको उपयोग कसरी गर्ने भन्ने कुरा सिक्नुपर्छ। त्यसैले म सम्पूर्ण विद्यार्थी साथीहरूलाई यिनै कुरामा आबद्ध रहन यो फोरमबाट अनुरोध गर्न चाहन्छु। आदरणीय स्वजनहरू, म विद्यालयको स्लोगानमा लेखिएको संस्कृतिको सम्मान भन्ने शब्दबाट आज निकै प्रभावित भएकी छु। हाम्रो समाज विकृति वा उशृङ्खलतातर्फ धकेलिरहेको छ। कैयौं परिवारहरू टुटेका छन्। आधुनिकताको नाममा बा र छोराको सम्बन्ध बीच प्रश्न उठेको छ। आमा र छोरीको सम्बन्धमा मतभेदका म एउटा यस्तो दृष्टान्त भन्छु। एक दिन मन्दिर बाहिर भएको ढुङ्गाले मन्दिर भित्र भएको ढुङ्गालाई सोधेछ, ए साथी, तिमी र म त एउटै हो नि, होइन र? तिम्रा रसायन र मेरा रसायन पनि त एउटै छन्, अनि हामी एउटै